हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुलाई मेरीगोल्ड फूल देखाइरहेको छु। यो मेरीगोल्ड फूल चाहिँ मैले अस्ति पनि कुन भिडियोमा भनेको छु। बजारबाट मैले हाइब्रिड मेरीगोल्ड ल्याएर रोपेर चाहिँ फुलाइसकेर सुकाएर राखेको बिउबाट छरेर उम्रेको र आफै रोपेर यतिको भएको हो। तपाईहरुलाई देख्दा विश्वास लाग्न सक्दैन होला, तर आफूले ट्राई गर्यो भने हुने रहेछ है। एक दुईवटा मात्रै अर्को केत्तिकै फूल भयो भने अरू सबै थुङ्गे फूल हुने रहेछ। मैले बजारबाट ल्याएको भन्दा पनि ठुल्ठुलो फुलेको छ गाइस। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुनेछ। यसरी हामीले चाहिँ फूल फुलाउनको लागि चाहिँ यसलाई 2-3 दिनमा पिनाको पानीको लिक्विड मल हाल्नु जरुरी हुन्छ र तपाईले यसमा गमला माटो एकदम सुक्खा भएपछि मात्र पानी हाल्नु होला। यसको टिप्सहरु त सजिलै छ, एकदम इजिली ग्रो गर्न सकिन्छ यसलाई। हेर्नुस् न, कसले भन्छ होला यो आफै बिरुवा छरेर रोपेको फूल भनेर, तर यो ट्रु हो साथीहरु। म एकदमै फूल प्रेमी भएकोले गर्दाखेरि मलाई फूलहरु रोप्न एकदमै मन पर्छ र मेरो बेस्ट प्लेस भनेको नि मेरो फूल गार्डनहरु हो। म फूल गार्डनहरुमा आफूलाई एकदमै पीस महसुस गर्छु। यहाँहरुले पनि फूलहरु रोपेर यसरी नै आफूलाई पीस महसुस गराउन सक्नुहुनेछ र कसलाई खुसी लाग्दैन र यसरी फूलहरु फुलेको देख्दाखेरि हैन, सबैलाई खुसी नै लाग्छ साथीहरु। र यसलाई चाहिँ लाईहरु पनि लाग्ने भएकोले लाईको दबाई पनि छर्काउनु पर्छ साथीहरु। बेला बेला लाई किराले चाहिँ एकदमै छिटो अट्याक गर्छ। यो बेमौसमी पनि भएकोले गर्दा अब मौसम चाहिँ मैले तिहारतिर फुलाएको थिएँ। यिनीहरूको मदर प्लान्टहरु चाहिँ त्यो मैले तिहारमा फुलाएको थिएँ। मेरो भिडियोमा पनि गएर हेर्न सक्नुहुनेछ। मैले तिहारमा फुलाएर हालेको छु हो। त्यसलाई नि गाइस त्यो तिहारमा फुलाएको कलर चाहिँ यो थियो भने म आफै छक्क परिरहेको छु। यो एकदमै मलाई मन पर्ने कलर, यो कलर पनि निस्केको छ। मैले यस्तो कलर राख्दाखेरि चाहिँ यो कलर पनि निस्केको छ गाइस। यहाँहरुले पनि एकदमै ट्राई गर्न सक्नुहुनेछ। एक दुईवटा मात्रै केतुके हुन्छ भने अरु सबै थुङ्गे फूल हुन्छ। यहाँनिर मैले यो चाहिँ भर्खर मैले गाइस यहाँबाट पिन्चिङ गरिदिएको छु। पिन्चिङ गरेपछि हामीले एकदमै यो प्लान्टहरुबाट हाँगा भएर आउँछ। अनि त्यसपछि के रे देख्न सक्नुहुन्छ यहाँनिर कतिवटा छ। यो अलिक ढिलो उम्रेको हुनाले गर्दा यहाँ फुलेको छैन। यो 1 2 3 4 5 6 7 8 9 10 वटा प्लान्ट चाहिँ मैले आफै नै निकालेको हो गाइस। बजारबाट किनेर ल्याउन पनि सक्थे, त्यस्तो धेरै महँगो पनि पर्दैन, 20-25 रुपैयाँ गोटामा आउँछ। तर पनि आफैले रोपेको जस्तो चाहिँ हुँदैन। आफैले ट्राई गर्दा चाहिँ कस्तो हुने रहेछ त भनेर चाहिँ ट्राई गरेको। हेर्नु न, यसमा 3टा कलर निस्केको छ। यो लाइट येलो, अनि त्यसपछि अलिक हल्का डार्क येलो, र यो चाहिँ पुरै ओरेन्जमा छ। र यसरी नै 2-3 वटा मात्र थुङ्गे लागेर आको अरु कपिलाहरु चाहिँ सबै सुकेको थियो। यो यसरी सुकेको थियो, तर मैले यो पिनाको मलहरु लाउन थालेपछि चाहिँ एकदमै कपिला भएर आएको छ। मलाई लाग्छ यो अबका चाहिँ 1 मन्थ 2 मन्थसम्म पनि फुलिराख्ने छ, मलाई फुल दिनेछ भन्ने मलाई लागेको छ। यहाँहरुले पनि ट्राई गर्न सक्नुहुनेछ। यति नै हो। मलाई चाहिँ एकदमै यो हजुरहरुसँग शेयर गर्न मन लाग्यो कि जो कोहीले पनि नर्सरीबाट अथवा बजारबाट ल्याएर त फुलाउन सक्नुहुन्छ, जो कोहीले पनि फुलाउनु भएको छ। तर यो चाहिँ मैले किन देखाउन खोजेको भने हेर्नु न कत्रो थुङ्गा छ। यो चाहिँ मैले आफैले नै बिरुवा छरेर ट्राई गरेर चाहिँ आफैले नै रोपेको भएकोले गर्दाखेरि मलाई चाहिँ यहाँहरुसँग पनि शेयर गर्न मन लाग्यो कि हजुरहरूले बजारबाट ल्याएर फुलाउनुहुन्छ, त्यो फुलेर सुकेको फुलहरु चाहिँ नफ्याक्नुहोस्। हजुरहरूले त्यसलाई फेरि ग्रो गर्न सक्नुहुन्छ, त्यसको बिरुवाहरु ग्रो गर्न सक्नुहुन्छ भनेर चाहिँ यहाँहरुलाई पनि देखाउनको लागि मैले यो भिडियो बनाएको हो गाइज। अब म फेरि पनि यो
सुकेपछि अब यो सुक्छ नै यो सुकेपछि फेरि पनि म राख्छु र अब नेक्स्ट इयरको लागि पनि म तिहारमा फुलाउने गरी राखेर म यहाँहरूलाई फेरि देखाउने छु मैले यो सुरुमा अलिक कम फुलेको हालेको थिएँ अहिले एकदमै धेरै नै फुलेको छ हेरौँ लाग्ने भएको छ गाइस ल यति भन्दै मेरो भिडियो यहाँसम्म हेरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक गर्न चाहिँ नबिर्सिनु होला र मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ बाई।